विशेष संवाद गर्नको लागि अहिले हाम्रो साथमा हुनुहुन्छ रापरपाको केन्द्रीय नेता भरत मडी भट्ट, जो आफू दृष्टिविहीन, पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। सर, यहाँलाई स्वागत छ। हजुर, ल धन्यवाद छ यहाँलाई। ल दर्शक बिन्दुलाई पनि नमस्कार, अभिवादन। तपाईँ आफू पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ र तपाईँ रापरपाको केन्द्रीय नेता पनि हुनुहुन्छ। तपाईँको राजनीतिक यात्रा थोरै अलिकति पृष्ठभूमि सुन्न मन लाग्यो मलाई। यस्तो हो, अब राजनीतिक यात्रा त मेरो वास्तवमै कुरा गर्नुहुन्छ भने त अब दुईटा कुरा सँगै आएको छ। यहाँको एउटा दृष्टिविहीनको हुनुहुन्छ, अर्को चाहिँ राजनीतिक यात्राको कुरा है। अब दृष्टिविहीनता त मेरो जन्मजात हो। म राति देख्दैन थिएँ, पहिला दिउँसो अलिअलि देख्थेँ। दिउँसो पनि कमजोर हुँदै उमेर छिप्पिँदै गयो, आँखाको देख्ने शक्ति पनि घट्दै गयो होइन। अब तर त्यो दृष्टिविहीन भइसकेपछि नै म के अरे जागिरमा थाहै भएँ, अनि माविबाट पेन्सनमा बसेँ होइन। र अनि त्यसपछि गएर मेरो राजनीतिको सुरु यात्रा चाहिँ पहिला माले हुँदै एमालेबाट चाहिँ नि उ गरे हो। पछि मालेले आफूले हिँडेको बाटो, आफूले भनेको बाटो, मार्क्स लेनिनहरूले देखाएको बाटो, अनि मनमोहनले, मदन भण्डारीले देखाएको बाटो बिर्सेर एकदमै चाहिँ गलत बाटोबाट हिँड्न थालेपछि अनि त्यहाँबाट औलो भएन, यिनीहरूले भन्ने र गर्ने कुरा फरक हुँदो रहेछ भनेर लामो समय धादिङमा तपाईँ शिक्षक साथीहरूसँग तपाईँको बुझ्न सक्नुहुन्छ। म लामो समय एमालेको सङ्गठन, एमाले समर्थित शिक्षक सङ्गठन छोडेपछि न्युट्रल भएर चाहिँ नि अभियान गरेँ होइन। त्यसपछि मलाई पछि अनि युनियनमा, त्यो युनियन भने चाहिँ के हो भने शिक्षकहरूको, सबै खालका शिक्षकहरूको, सबै पार्टीलाई चाहिँ नि होइन प्रति आस्था भएका शिक्षकहरूको चाहिँ छाता सङ्गठन हो। अनि त्यसमा आउन मन लाग्यो मैले। अनि त्यसपछि मैले स्वतन्त्रबाट पाउनुपर्छ भने स्वतन्त्रबाट चाहिँ दिँदैनौँ हामी, तपाईँ यिनीहरू अब 3-4वटा सङ्गठन, अब शिक्षक, राष्ट्रिय शिक्षक सङ्गठन, अनि नेपाल शिक्षक सङ्घ, शिक्षक मञ्च, राष्ट्रिय शिक्षक परिषद, यिनीहरूमध्येबाट कुनैबाट आउनु भन्नुभयो। अनि त्यसपछि मैले चाहिँ त्यहाँ गजुरीको हाम्रो पुरानो हेडमास्टर, धादिङकै एकदम पहिलो हेडमास्टर हुनुहुन्छ उहाँ, सबैका गुरु। अनि उहाँले पनि लो सर, अब तपाईँ एक्लै गरेर मात्रै हुँदैन, अब तपाईँलाई केन्द्रमा आउनु मन लागेको छ, केन्द्रीय प्रतिनिधि हामीलाई एकजना हाम्रो कोटामा छन्, तपाईँ यताबाट आउनुहोस् भन्नुभयो उहाँले। अब बुद्धिमानज्यूले पनि त्यही भन्नुभयो, धादिङका राप्रपाका नेताहरूले। अनि त्यसपछि लौ त लौ ठिकै छ त्यसो भएदेखि भनेर अनि म त्यताबाट उहाँहरूकै नेपाल राष्ट्रिय शिक्षक परिषदबाट युनियनमा आएँ होइन। हजुर। त्यसपछि म त्यहीँ छु र अब अहिले चाहिँ नि म त्यही सङ्गठनको, राष्ट्रिय प्रजातान्त्रिक अपाङ्ग सङ्गठनको केन्द्रीय अध्यक्ष होइन। अहिले चाहिँ त्यो पदेन, हामी चाहिँ त्यसको चाहिँ के भन्दाखेरि सदस्य पनि हुन्छौँ, केन्द्रीय सदस्य। तपाईँले केन्द्रीय नेता भने ठिकै हो होइन। र अब राजनीतिक यात्रा, अब दृष्टिविहीन हुनु र नहुनु, अनि राजनीतिक यात्रा हुनु र नहुनुको कुरामा चाहिँ के भन्नु होला भने अब हामी त समावेशिताको कुरा गर्छौँ होइन। अनि समाज त हाम्रो एउटा चाहिँ नि के भन्दाखेरि हाम्रो मुलुक त पृथ्वीनारायण शाहले नै 4 जात 36 वर्णको साझा फुलबारी भनेर भनेको चिज हो यो। यहाँ त सबै जात, जाति, भाषा, धर्म, संस्कृति होइन, त्यसै गरी सबै एउटा मान्छेका चाहिँ अवस्थाहरू होइन, क्षमताहरू फरक फरक हुन्छन्। यी ती सबैले फुल्न पाउनु पर्यो। र अनि त्यसपछि गएर भनेर हामी पार्टीहरूमा पनि हामीलाई, पार्टीलाई समावेशी बनाऊ, सरकारलाई समावेशी बनाऊ भन्छौँ। र अब विभिन्न पार्टीबाट, त्यहाँ चाहिँ विभिन्न पार्टीका भ्रातृ सङ्गठनबाट पनि हामी जान्छौँ। अनि त्यसपछि गएर अब कोही उठेर चुनावमै उठेर केन्द्रमा पनि गर्छ। म राप्रपाको केन्द्रीय सदस्य खुल्ला चुनाव पनि लडे हो मैले होइन। एकदम नजिक जितको नजिक पुगेँ, तर अब थोरै मतले हारेँ। पछि अनि त्यहाँबाट अब अपाङ्ग विभाग सम्हालेपछि त स्वतः फेरि केन्द्रीय सदस्य नै भइयो। र यही चलिरहेछ। अब देशको लागि राजनीति गर्ने, सक्ने नसक्ने, बुढाबुढा सबैको काम हो क्या राजनीति। अब एउटाले मात्रै गर्ने भन्ने कुरा हुँदैन। अब तपाईँ अहिले रापरपाको केन्द्रीय सदस्य हुनुहुन्छ। रापरपाले राजा चाहिन्छ भनेर जोड तोडको साथ राजाको मुद्दालाई बोकेर हिँडिरहेको छ।
अब रापरपाले चाहिँ काठमाडौँ केन्द्रित आन्दोलन गरेर राजालाई राजगद्दीमा फेरि पुनः स्थापित गराउने भनेर लागिरहेको छ। हजुर, के भन्नुहुन्छ? राजा साँच्चीकै चाहिएकै हो नेपालमा? होइन, राजा त चाहियो नि त। तपाईँको घरमा अभिभावक हुनु र नहुनुसँग फरक पर्दो रहेछ क्या। हामीले भोग्यौँ नि त। अभिभावक भएको घर हाम्रो हिजोको कति अनुशासित थियो होइन, अनि कति सुव्यवस्थित थियो, कति सदाचारी थियो होइन। अनि हामी हिजो के भन्थ्यौँ? आगो ताप्नु मुढाको होइन, कुरा सुन्नु बुढाको भन्थे। अनि त्यसपछि गएर चाहिँ नि मियो बिनाको दाइँ राम्रो हुँदैन, अनि घारमा रानो भयो भने मौरीले चाहिँ नि सही ढङ्गले काम गर्दैन भन्ने कुरा हुन्थ्यो। त्यसले गर्दाखेरि अब बिचा तपाईँको हाम्रो मुलुकमा अब एउटा मियोको रूपमा राज संस्था हुँदाको अवस्था र नहुँदाको अवस्थामा त आमूल फरक भयो होइन। अब फरक भइसकेपछि त अलिकति समाजै के हुने हो हेर्नुहोस्। अब यस्तो विविध द्वन्द्व, जात जातमा द्वन्द्व। अब यहाँ म मेचीको चाहिँ म फलानु यो भनेको छ, यो प्रदेश हुनुपर्छ भनेको छ, एउटा हुनु हुँदैन भनेको छ, झगडा गरेको छ। अब ती देख्नुहुन्न पाथी भएर मुकुलुङको चाहिँ नि कुराहरू भए होइन। आदि चाहिँ धेरै त्यस्ता चाहिँ नि दङ्गा फसादहरू चलिरहेछन्। यो के हो त भन्दाखेरि यो रानु नभएको मौरी जस्तो भयो। एउटा रानु ल्याएर राख्न पर्छ। किन नेपाली जनताले रगत र पसिना बगाएर जनआन्दोलन गरेर हटाएको यो राज संस्था फेरि किन आवश्यक पर्यो क्या नेपाललाई? फेरि अब नेपालीहरू किन फेरि त्यही निरङ्कुश राजाको रैती बन्न तयार भए त? होइन, यस्तो होइन। रैती भन्ने कुरा भन्दा पनि नागरिक नै हो नि हो, रैती हुँदैनन् होइन। रैती भनेको अहिले धेरै नै पुरानो भाषा हो। अहिले त्यस्तो रैती र राजा बन्ने, रैती र चाहिँ नि ख्वामित बन्ने खालको चाहिँ नि व्यवस्था हामीले ल्याउनु खोज्या होइन है। र अब हामीले के भन्दाखेरि एउटा चाहिँ नि एकदम चाहिँ नि सम्मानित पद होइन भनेर राख्ने उहाँलाई, त्यो कुनै एउटा चाहिँ शासक भन्दा पनि एउटा चाहिँ मियोको रूपमा ल्याउनु खोज्या अहिलेको कुरा चाहिँ त्यो हो। अब जहाँसम्म रगत पसिना बगाएको कुरा त तपाईँको के रगत पसिना बगा भन्नुहुन्छ? सुन्नुहोस् है, तपाईँलाई म बुझाइदिन्छु। पञ्चायती कालमा पञ्चायत हटाएर बहुदल ल्याउने बेलामा जम्मा 21जना मान्छे, त्यति बेला चाहिँ त्यो बहुदल आइसकेपछि 48 सालमा 46 सालमा बहुदल आएकोलाई थाहा छ नि। अनि त्यति बेला चाहिँ बत्ती बालेर कतिजना शहीद भयो भनेर चाहिँ त्यति बेलाको बहुदलीय सरकारले रात दिन खोज्दाखेरि चाहिँ 21जना फेला पार्यो। अनि पछि यता ज्ञानेन्द्र सरकारले चाहिँ नि टेक ओभर गर्नुभयो। पार्टीहरूले नै लहर बुझाइदिएपछि उहाँले ल ठिक छ नि त, यहाँ द्वन्द्व पनि चल्यो, धेरै मारामार भयो, धेरै मान्छेको रक्तपात भयो, नेपालीमा मारामार भयो होइन। अब म मिलाउन सक्छु कि 2-3 वर्ष प्रयास गर्छु भनेर उहाँले लिनुभएको थियो। त्यसपछि उहाँले लिएपछि त उहाँ प्रत्यक्ष रूपमा मर्या त त्यति बेला पनि 19जनाको नाम लिस्ट हो होइन। त्यति धेरै रगत पसिना बग्यो भने त हामी जुधेर त्यो राजाहरूले बगाइदियो भन्दा पनि यहाँ त नेताहरूले अनेक कथा बुन्न जानेका हाम्रा नेता होइन। हरेक कथा बुन्ने अहिलेका नयाँ पुस्तालाई चाहिँ एकदम दिग्भ्रमित बनाइदिने। अनि त्यो जम्मै आफू लडेर मारे मान्छे जति जम्मै राजा थाप्न हालिदिने। हेर्नुहोस् है, अब त्यसले गर्दाखेरि चाहिँ नि त्यो भाव हो। यहाँलाई भ्रम नपरोस्, यहाँ जस्ता एकदम नौजवान युवा साथीहरूले कसैलाई पनि जो देश विदेशमा हुनुहुन्छ कसैलाई पनि त्यस्तो भ्रम नपरोस्। त्यस्तो राजाहरू त्यस्तो नरसंहारकारी थिएनन्। अरू दुनियाँका राजा के थिए म जान्दिनँ। अब पृथ्वीनारायण शाहले चाहिँ त्यति बेला नेपाल एकीकरण गर्नुपर्ने परिस्थिति भयो भएलाई अलिकति केही हताहती भयो होला त्यो बेलामा अलि बढी होइन। त्योभन्दा यता त्यस्तो खालको कुराहरू चाहिँ नि अहिले जुन पछिल्लो समयमा हामी जुन 48 देखि अथवा 52 देखि चाहिँ नि 60-61 सम्म जुन होइन जुन एकदम विभत्स होइन, जो चाहिँ नि एउटा चाहिँ नि त्यो कल्पनै गर्न नसक्ने खालको नरसंहार भयो नि, त्यो राजाले गरेको काम होइन कि। त्यसले गर्दाखेरि यो उहाँहरूले एकदम कथा भन्न सिपालु मान्छेलाई दिग्भ्रमित बन्न उत्पात कुरा जाने मान्छे भने निरङ्कुश हुन्थे, राजाले बोल्न दिँदैनथे भन्थे क्या अहिलेको गलत होइन। त्यो बेकार कुरा किन नबोल्ने? त्यति बेला पनि तपाईँको पञ्चायती कालमा पनि चाहिँ नि तपाईँको बोल्थे। भलै त्यो बेला के थिएन भने पार्टी खोल्ने स्वतन्त्रता थिएन, भित्रभित्र ग्रुप हुन्थ्यो। जस्तै तपाईँलाई म बाहरूसँग सोध्नु होला, तपाईँहरूलाई त त्यो त्यति बेलाको दृश्य थाहा थिएन। त्यहाँ
हरिबहादुर मिस्टर हरिबहादुर भन्ने चाहिँ थापा भन्ने चाहिँ धादिङकै कुरा गर्छु। तपाईँ धादिङको हुनुहुँदो रहेछ, म पनि धादिङकै होइन। हरिबहादुरको ग्रुप छुट्टै थियो, बुद्धिमान तामाङको ग्रुप छुट्टै थियो होइन। त्यस्तै गरी चाहिँ नि अब त्यति बेला पनि ग्रुप थियो हेर्नुहोस् होइन। अब जस्तै यहाँलाई इतिहासमा सुन्नु भएको पढ्नु भएको छ, त्यहाँ सूर्यबहादुर थापाको ग्रुप थियो, लोकेन्द्र बहादुर चन्दको ग्रुप थियो होइन। त अहिले जस्तै गरी काङ्ग्रेस एमाले माओवादी भनेर त्यस्तो पार्टी नभए मात्रै हो, समूह हुन्थ्यो त्यो बेला पनि। त्यतिखेर बोलेको आधारमा जेल हाल्थे रे के? जेल त अहिले पनि हालेका छन्, त्यति बेला नि हाल्थे होइन। अलिअलि थियो नि, अति साह्रै बोल्दै मिल्ने नमिल्ने कुरा हाल्ने बोलेपछि त त्यो बेला पनि हाल्थे। जस्तो अहिले पनि त विधेयकहरू आइरहेछ त के हो यो होइन, ऊ सम्बन्धी विधेयक, यो सामाजिक सञ्जाल सम्बन्धी विधेयक होइन। तपाईँहरूको त युट्युबै पनि भोलि सङ्कटमा पर्ने खालको कुरो आइरहेछ होइन। त्यो त अब अलिकति चाहिँ नि आफ्नो सरकारको होइन त्यो बरखिलाफमा जाने खालको वातावरण हुँदाखेरि त्यो बेला पनि केही न केही कडा हुन्थ्यो, अहिले पनि हुन्छ, त्यो नहुने कुरो होइन। अब यतिखेर राजा गद्दीमा बस्नको लागि भनेर सक्रिय रूपमा लागिरहनु भएको छ। हजुर, यो अवस्थामा चाहिँ राजालाई विभिन्न धम्कीहरू आउन थालेको छ क्या यतिखेर। राजाको टाउको भुइँमा खस्ला जस्तो खालको अभिव्यक्ति पनि दिन थालेका छन्। अब राजा चाहिँ मन्दिर दर्शन भनौँ या जनता भेटघाटको लागि विभिन्न जिल्लामा पातलो सुरक्षाको घेराभित्र हिँडिराख्नु भएको छ। भोलि राजाको ज्यानमा तलमाथि भयो भने के हुन्छ त्यतिखेर? होइन यस्तो हो, अब यो झिँगाले डिङ्गा मार्ने भन्ने खालको एउटा कथा छ क्या है। गुलेलीले चाहिँ नि बाघको शिकार गर्ने जस्तो खालको कुरो उहाँहरूले गरिरहनु भएको छ। त्यो बेकार त्यस्तो कुराहरू उहाँले गर्नु हुँदैन। अब राजा चाहिँ मिलेर गरौँ, हाम्रा पिता पुर्खादेखिको धेरै चाहिँ मेहनत गरेर बनाएको मुलुक बर्बाद भयो, मुलुकमा तपाईँको उत्पादनको ढोका बन्द भयो होइन। त्यसपछि युवाहरूले रोजगारी नपाएर अर्काको देशमा गएर चाहिँ नि काम गर्नुपर्ने परिस्थिति भयो। नेपालले चाहिँ नि 90% चिज चाहिँ नि बाहिरबाट किनेर ल्याएर खाने त्यो एउटा चाहिँ नि व्यापार घाटा भयो, बजेटको स्थिति यस्तो छ। अनि त्यसपछि गएर यो एकदम चाहिँ नि भारी भरकम पाल्नै नसक्ने सेतो हात्ती जस्तो सङ्घीयता पाल्नु परेको छ। अनि त्यसपछि गएर जनताको थाप्लामा कर तपाईँ बा आमासँग सोध्नुहोस् त, हिजो पञ्चायतकाल हुँदाखेरि कति कर त घर जग्गा बाल कति तिर्नुहुन्थ्यो, अहिले कति तिर्नुहुन्छ होइन। अनि त्यसपछि जन्म दर्ता, मृत्यु दर्ता, बसाइ सरे केहीमा पैसा लाग्दैन थियो हेर्नुहोस्। हामीले आफैले भएका कुरा अहिले सबै कुरामा पैसा छ। अनि एउटा उद्योगपति, कुनै व्यापारी, कुनै केही ऊ दर्ता गर्न गयो भने तपाईँको चाहिँ नि टोल सुधारदेखि सुरु गरेर चाहिँ नि माथिसम्म तिनै खालका सरकारहरूबाट चाहिँ नि कर लादिया छ, जनता निसासीमा परेको छ। यस्तो स्थितिमा अब होइन अलि मिलाएर लैजाउँ यस्तो खालको चाहिँ नि अलि हाम्रो आफ्नो मुलुकको घाँटी अनुसारको व्यवस्था सञ्चालन गर्नु भन्नुभएको छ राजाले मिठो भाषामा होइन। उहाँहरूलाई के भाषा कुनै किन त्यस्तो चाहिँ नि एकदम चाहिँ नि कडा चाहिँदा नचाहिँदा होइन वाहियात कुराहरू गरिरहनु भएको छ। म त अचम्म लागेको छ उहाँहरूको उ गर्दा। हेर्नु भाइ, हिजो सबैले माने राजा हो, यो संवैधानिक राजा हिजो काङ्ग्रेसले पनि माने हो, एमाले पनि माने हो होइन। पहिला सुरुमा माओवादीले पनि माने हो 52 सालबाट। लो भएन है, राजाले बनाएको उद्योग पनि जम्मै बेचे, ल बर्बाद बनाए यिनीहरूले मुलुक भनेर पहिला सुरुमा लडाइँ गरे त माओवादीले त तपाईँको काङ्ग्रेस एमालेसँग हो नि। उद्योग बेच्यौ तिमीहरूले। राजा महेन्द्रले चाहिँ नि त्यत्रो दुःख गरेर चारपट्टिबाट चाहिँ नि जुटाएको चाहिँ त्यत्रो उद्योग बेच्यो, बर्बाद बनायो, देशलाई चाहिँ थलो बसाउन आँट्यो। यो भएन भनेर भने पहिला त हुँदाहुँदै माओवादी पनि कहाँ पुग्यो के भयो है। अब यो एउटा अनौठो भयो। हेर्नुहोस्, इतिहासलाई एकदम मिहिन ढङ्गले केलाएर हेर्नुपर्छ गोकर्ण भाइ होइन। तपाईँहरू जस्तो युवाको काम हो। अब राजा हाम्रो लागि मात्रै हामीले भने हामी त हेर्नु, म त 65 वर्ष मान्छे होइन। अब मलाई त के छ र त्यो तपाईँको लो त भन्नु भने अब हामी भोलि गएर त्यहाँ त्यत्रो ठुलो भाग पाउने पनि केही होइन। हामीले त तपाईँहरूको पुस्ताको लागि, हाम्रो त अब हामी छोरा नातिको लागि चाहिँ हामीले आवाज उठाइराखेका हो। उहाँहरूले जे गरिरहनु भएको छ राजाप्रति, जुन एउटा अनर्गल गाली गरिरहनु भएको छ, एउटा असाध्यै चाहिँ नि घटिया ठाउँमा रहेर होइन, साह्रै निम्सरो तरिकाले चाहिँ नि उहाँले जुन गाली गरोध गर्नुभएको छ। अब राजाको सुरक्षाको जुन सवाल यहाँले उठाउनु भयो त्यो गर्नु हुँदैन, जनताले रोक्नुपर्छ। म जनतासँग यो आह्वान गर्छु, जनताको तागत, जनता भनेका जनार्दन हुन्, जनताको तागतको अगाडि नेताहरूको केही लाग्दैन। त्यसले गर्दा राजा र जनता हामी एक हुनुपर्छ, बुझ्नुभयो नि। त्यो बेलामा चाहिँ
अनि त्यसपछि गएर चाहिँ नि मुलुकले चाहिँ नि एउटा चाहिँ नि के भन्दाखेरि त्राण पाउँछ भन्छु म त्यसरी चाहिँ नि अब यतिखेर गणतन्त्रवादी दलका 3वटै नेताहरू जुन ठुला नेताहरू राजालाई नियन्त्रण गर्नको लागि भनेर विभिन्न मिटिङहरू गरिरहेको छन्। अस्ति प्रचण्डजीले त दरबार हत्याकाण्डको केसलाई फेरि बिउताएर निष्पक्ष अनुसन्धान गरेर फेरि राजालाई अब जेल हाल्नुपर्छ जस्तो खालको कुरा गर्नुभयो। अब यिनीहरूले के फेरि राजालाई नजरबन्दमा राख्ने कुरा पनि गर्दैछन्, सम्भव होला? होइन, त्यस्तो नजरबन्दमा राख्ने भन्ने कुरै होइन क्या। तपाईँको के को नजरबन्दमा किन राख्ने? नजरबन्दमा जति उहाँहरूले यस्ता कुरा गर्नुहुन्छ नि, उहाँहरूको चाहिँ नि पतन हो। त्यो पतनको सङ्केत हो। यदि उहाँहरू आफै पत्ता साफ हुन मन लागेको छ भने जे गर्दा पनि भयो होइन। यदि उहाँहरू चाहिँ नि पनि सही ठाउँमा यही नेपालभित्रै बस्ने हो भने राजाले त सँगै मिलेर काम गरौँ। कमी कमजोरी सबैबाट भयो होलान्। मैले पनि त्याग गर्नुपर्ने कुराहरू केही छ भने हिजो नि गरिसकेँ, अझ पनि म त्याग गर्छु केही गर्नुपर्ने भए। मिलौँ भन्नु भएको छ त, साक्षी त तपाईँहरू हुनु पर्यो। तपाईँहरू जस्तो सञ्चारकर्मी साक्षी बस्दिनु पर्यो क्या। अब उहाँहरूले भनेको कुरा ठिक कि राजाले भनेको कुरा ठिक कि हामीले भनेको कुरा ठिक? हामी त राजाले भनेको कुरा चाहिँ ठिक भनिरहेछौँ। तपाईँहरू पनि यहीँ बस्ने हो, राजा नि यहीँ बस्ने हो, कसले कसलाई किन जेल हाल्ने? हो ल, अब त्यस्तो खालको ठ्याक्कै एउटा चाहिँ नि तपाईँको ऐन कानुनले ठर्ने गरी बदमासी गरेको कुनै साबित भयो भने त हाल्ने त नि। तपाईँहरूले गरे भए तपाईँहरूलाई हाल्ने, राजाले गरे भए राजालाई हाल्ने। तर तपाईँहरू हिजो सरकारमा गए होइन सबैजना, त्यो बेलामा चाहिँ नि जेल हाल्न बिर्सिने, अनि त्यो बेला त त्यही सपुत नपाउने। अहिले आएर चाहिँ नाङ्लो ठटाएर हात्ती तर्साउने, तर्सिन्छ हात्ती नाङ्लो ठटाएर। तपाईँ विचार गर्नु त्यहीपल्ट, ल एकपल्ट विचार गरेर हेर्नुहोस्, तर्सिँदैन। अब अहिले चाहिँ सरकारले दिनका दिन एकदमै विवादास्पद निर्णयहरू गरिरहेका छन्। अब अस्ति भर्खरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि प्राधिकरणबाट पदमुक्त गराएछन् अहिलेका सरकारले। अब राजावादीको आन्दोलन उग्र रूपमा चर्किरहेको अवस्थामा यस्तो विवादास्पद निर्णयले चाहिँ अब यो व्यवस्थाप्रति झनै नेपाली जनतामा वृत्तृष्णा छाउँदै गएको छ। होइन, यो तपाईँहरूले अहिले भर्खर एउटा नयाँ ताजा घटना भयो यो होइन। यस्ता बासी धेरै अगाडिका घटना त यस्तै खालका हामीले राजाले पनि त्यो मैले राख्न दिएको नासो ल्याऊ है भनेको, अब चाहिँ त्यो नासो मलाई पनि त्यसमा साझेदारी गर्छु भनेको यस्तै नचाहिँदो काम यो अकर्मण्यहरू गरे भएरै हो। योभन्दा अगाडि धेरै अकर्मण्यहरू भएका छन् र तिनै अकर्मण्यका श्रृङ्खलामध्ये यो कुलमानको चाहिँ नि हिजो भर्खरैको घटना पनि त्यो हो होइन। अब उहाँहरूले के हो भनेदेखि अब त्यो के अरे कमिलाको चाहिँ मर्ने बेलामा प्वाख बनाउँछ अरे के होइन, त्यो प्वाख होइन। अब अहिले एउटा चाहिँ जुन आन्दोलनको आगो बल्न लागिरहेछ, त्यो आगोमा चाहिँ नि घिउ तेल हालिरहनु भएको छ क्या उहाँहरूले, मट्टीतेल खनाउनु लागिरहनु भएको छ। अब के रमाइलो लाग्यो हो, के तमासा गरे हो होइन। बिचरा उहाँले त राम्रै गरे भने हो। अब चाहिँ नि नेपाललाई उज्यालो नेपाल बनाउने मान्छेहरू सबैले उहाँलाई अहिलेसम्म पत्याइरहेको स्थिति छ होइन। त्यसो हुनाले अब राम्रो काम गरे मान्छे त देख्नै नसक्ने भने अब कुन दिन उहाँहरूले चाहिँ नि अब होइन रविलाई त्यसरी खेद्न भयो, त्यसपछि गएर चाहिँ नि बालिन शाहलाई त्यस्तै खेदिरहनु भएको छ। राम्रो काम गऱ्यो भने तपाईँलाई नि खेल्न आउँछन्, बरु होस् गर्नुहोस्, के नि बत्नी हो होइन। तपाईँमाथि नै आउला नि, तपाईँ पत्रकार बन्धु गोकर्ण श्रेष्ठज्यू होइन। तपाईँ राम्रो पत्रकार भनेर साबित हुनुभयो भने यिनीहरूले त तपाईँलाई पनि न्याक्न आउने बेर छैन। यिनीहरू त के भए यस्ता थिएन नि, हेर्नु बुद्धि बिग्रियो यिनीहरूको। अहिले आएर यो सत्ताले मान्छेलाई मति भ्रष्ट बनाउँछ भन्थे, उहाँहरूको मति भ्रष्ट भयो अहिले। बालिन शाहको कुरा गर्दाखेरि बालिन शाहले फेसबुकमा हिजो एउटा स्ट्याटस लेख्नु भएको थियो जसमा चाहिँ हाम्रा कर्मचारीहरूले अब 1 हप्ताभित्रमा तलब पाएन भने सबै नेताहरूलाई टुकुचा खोलामा गाडी दिन्छु, तिमीहरूको दम्बको कारणले हाम्रो सर्वसफाइ गर्ने कर्मचारीले तलब पाएन भनेर लेख्नु भएको थियो। के भन्नुहुन्छ? अनि यस्तो त्यो अब बालिनलाई म निवेदन के गर्छु भने उहाँ एकदम समयले आश गरे नेता हो। अब एउटा कुरो म उहाँलाई के भन्छु भने कुकुरले आफ्नो खुट्टा टोक्न आएर कुकुरको खुट्टा टोक्न जान्छ, बुद्धिमानी हुँदैन होइन। त्यसो भएर उहाँलाई अहिले यति बेला युगले समयले अलिकति आशामुखी नजरले हेरेको छ।
त्यसो हुनाले उहाँले यस्तो अझ टुकुचामै गाड्छु सिंहदरबार जलाइदिन्छु जस्तो अहिले आवेगपूर्ण उत्तेजनापूर्ण कुरा चाहिँ नगरिदिनु पर्यो होइन। अब उहाँहरूलाई ठेगान लाउन चाहिँ कानुनी हिसाबले उहाँलाई ठेगान लाउनु चाहिँ पर्ने छ। म चाहिँ उहाँलाई आह्वान गर्छु, हामी मिलेरै उहाँहरूलाई ठेगान लाउनको लागि सही ठाउँमा ल्याउनको लागि हातेमालो गर्नको लागि म आह्वान गर्छु। टुकुचामा गाडिदिन्छु भने मतलब बालन शाहले साहित्यिक अर्थ प्रयोग गरेको हुनसक्छ। त्यसको मतलब उनीहरूको यो संविधान भनौँ, उनीहरूको यो तन्त्रलाई चाहिँ त्यो गरिदिन्छु भने संविधान त टुकुचामा गाड्नै पर्ने भएको छ। जम्मै संविधान त काम लाग्दैन, यसलाई संशोधन नगरी त हेर्नुहोस् बर्बाद छ यो जम्मै। देशी विदेशी दुनियाँ दिवाना कहाँ के त ऊ ल्याएर तत्त्व कुतत्व होइन, नेपाललाई मिल्ने नमिल्ने सुहाउने नसुहाउने भएको चिज ल्याएर राखेको छ। अनि त्यो कार्यान्वयन हुने पनि होइन, केही पनि होइन, नेपालले धान्न सक्ने पनि होइन, नेपाललाई फाइदा हुने पनि होइन। त्यो संविधान गाड्ने कुरा त उहाँको कुरामा एकदम सोर्यान ठिक थियो। अब त्यो स्ट्याटस लेखेको कारणले अब बालन शाहलाई जेल हाल्न भनेर युवा सङ्गठनले पत्र काटेछ मुद्दा हाल्नको लागि। होइन यस्तो हो, त्यो त रामले हनुमानलाई लो हनुमान जो गरेर जो लङ्गा जलाएर आऊ यो भने जानी त्यो 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 एक खाले हनुमानी मान्छे छन् होइन। त्यस्ता हनुमानी भाइ बहिनीहरूलाई म निवेदन गर्छु, तपाईँहरू म पनि तपाईँहरू जस्तै हनुमान थिएँ हिजो, मैले धेरै कुरा गुमाएँ होइन। यी नेताहरूले भन्ने र गर्ने कुरा फरक हुन्छ, पछि गएपछि थाहा पाउनुहुन्छ त तपाईँहरू पनि पश्चातापमा पर्नुहुन्छ। यस्तो जे सिकायो नेताहरूले त्यही काम नगर्नुहोस्, म निवेदन गर्छु। यो सही र गलत छुट्याएर तपाईँ मानव हुनुहुन्छ, तपाईँको आफ्नो स्वविवेक प्रयोग गर्नुहोस् भाइ बहिनीहरू, म निवेदन गर्न चाहन्छु। त्यस्तो चाहिँ नि नेताहरू यति बेला आफूले गरेको भ्रष्टाचार लुकाउनको निमित्त, आफूले गरेका कुकर्म र कुकृत्यहरू तपाईँहरूको एउटा चाहिँ नि आवरणमा छोप्नको निमित्त यो तपाईँहरूलाई चाहिँ नि नचाहिएको कुरा सिकाइरहनु भएको छ। तपाईँहरू त्यसरी बर्बाद नहुनुहोस्, म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। त्यस्तो खालको बहकामा नबकिन हुन म अनुरोध गर्छु। अब राजावादीहरूको आन्दोलन यो चैत महिनाभित्र ठुलै हुने देखिन्छ। दुर्गा परसाईको नेतृत्वमा चैत 15 गतेदेखि काठमाडौँमा बृहत प्रदर्शन छ। त्यसमा तपाईँहरू राप्रपाबाट पनि समर्थन भएको भन्ने कुरा हिजो आयो। हजुर, अब यो आन्दोलनले कस्तो मोड लिएला? अब होइन, अब आन्दोलनले लिने मोड त अब तपाईँको चाहिँ नि अब भविष्यले पनि बताउँछ। हामी चाहिँ के कुरामा ढुक्क छौँ भने यो आन्दोलन नेपाल र नेपालीको आन्दोलन हो, नेपाली राष्ट्रियता र अखण्डताको आन्दोलन हो, नेपाली सार्वभौमिकताको आन्दोलन हो, नेपालको आत्मनिर्भरताको आन्दोलन हो। यो नेपालको अन्तर्राष्ट्रिय जगतमा आत्मसम्मानको आन्दोलन हो। नेपालीहरूको चाहिँ नि एउटा चाहिँ नेपालीहरूप्रतिको विश्वासको आन्दोलन हो, नेपालीहरूप्रतिको इमानको आन्दोलन हो। नेपालीले आफ्नै खुट्टामा नेपाली भएर बाँच्न पाउनको लागि स्वावलम्बनको आन्दोलन हो। यो आन्दोलन सफल हुन्छ, सार्थक हुन्छ। उहाँहरूले चाहिँ नि जतिसुकै कुप्रयास गरे पनि, दुस्साहस गरे पनि उहाँहरूको त्यो दुस्साहस सफल हुँदैन। त्यसले गर्दा आन्दोलन दबाउनेतिर भन्दा वार्ताको टेबलमा बस्ने कुरामा यहाँहरूको ध्यान जाओस्। बेलैमा चाहिँ नि यहाँहरूको चाहिँ नि घैँटामा घाम लाओस्, एउटा सहमतिको आधारमा जाउँ होइन। अब यहाँ करेक्सन गर्नुपर्ने कुराहरू धेरै छन्, ती कुराहरूमा करेक्सनमा चाहिँ नि यतिखेर उनीहरू सहमतिमा आउने त सम्भावना देखिँदैन। झनै उनीहरू प्रतिकारमा उत्रिरहेको छ यतिखेर गणतन्त्रवादी दलका नेताहरू। यदि यो आन्दोलनलाई चाहिँ उनीहरूले मत्थर पार्नको लागि सेना प्रहरी लगाएर दबाउने प्रयास गरे भने तपाईँहरूको आन्दोलन यत्तिकै तुइने अवस्था हो? अब होइन, त्यो तुइँदैन। हेर्नुहोस्, आन्दोलन किनभने राप्रपा एउटाले मात्रै गरे आन्दोलन होइन। हेर्नुहोस्, यहाँ यो आन्दोलनसँग तपाईँहरू जोडिनु भएको छ, विदेशमा गएका युवा साथीहरू जोडिनु भएको छ, लघुवित्त पीडित मान्छे जोडिया छन्, मिटर ब्याज पीडित मान्छे जोडिया छन्, सहकारी ठगीबाट आहत बनेका मान्छे जोडिएका छन् होइन। सारा नेपाली जोडिएको आन्दोलन त्यसरी चाहिँ नि पुलिसले दबिने कुरा हो भने त्यो के राप्रपाको मात्रै आन्दोलन हो? यो दुर्गा परसाईको मात्रै आन्दोलन हो? यो त सबै नेपालीको साझा आन्दोलन हो। कसरी दब्छ भने दुनियाँमा कहीँ दबाउनु कसले खोजेन? हिजो के श्रीलङ्कामा भएको आन्दोलनलाई चाहिँ महेन्द्र राजापाक्सेले दबाउनु खोजे होइन? त्यहाँ भुटान उसमा तपाईँको बङ्गलादेशमा भएको बेन्जिरले दबाउनु के शेख हसिना वाजिरले दबाउनु खोजे होइन? दब्यो त? दब्दैन नि। तपाईँको चाहिँ नि
त्यसरी त सिरियाकै आन्दोलन दबाउन खोज्या हो होइन बसिर असदलाई नै अलिक दबाउन सक्दैन त्यसरी आन्दोलन दबाउन खोजेर दबाउनेतिर जान्ने होइन यो त के भन्दाखेरि मिल्ने हो त्यो यो सक्नेतिर जाने होइन पहिला आफू सच्चिने अनि त्यसपछि गएर चाहिँ नि यहाँ मान्छे मारेर सक्नेतिर जाने होइन कतिजना मारेर सक्नुहुन्छ जम्मै नेपाली जति मारेर के गर्नुहुन्छ तपाईँ भएका युवा विदेश पठाउने अनि बाहिरतिरका मान्छे जम्मैलाई ढोका खोलिदिने नेपाल आउनको लागि अनि अलिअलि भएका नेपाली आन्दोलनकारीहरूलाई मारिदिने अनि कसलाई राज्य गरेर बस्ने त्यसरी त्यो नचाहिएको काम गरेर हुन्छ तपाईँहरू पनि खबरदारी गर्नुहोस् गरिदिनु हुँदैन यस्तो काम अब चैत 15 गतेको आन्दोलनमा चाहिँ दुईवटा समूहले काठमाडौँमा आन्दोलन गर्दैछ एउटा चाहिँ समाजवादी मोर्चा भन्ने जुन माओवादी समाजवादी पार्टीहरू मिलेको छ र सँगसँगै अर्को राजावादीको आन्दोलन जुन दुर्गा प्रसाईको आन्दोलन तपाईँको सबैको सहमति हुने देखिन्छ अब सरकारले त्यो आन्दोलन गर्नको लागि दुईवटा क्षेत्र तोकिदिएको छ त्यो समाजवादी मोर्चाको लागि भृकुटी मण्डप हजुर अनि यता राजावादीको आन्दोलनको लागि यता कोटेश्वर तिनकुने यो दुई समूह बीच एक आपसमा अब भेट भयो र मुठभेडको स्थिति बन्न पुग्यो भने त्यतिखेरको अवस्था के होला अनि यस्तो हुन्छ तपाईँको के हुन्छ भने अस्ति पनि त्यो राजाको सम्मानको लागि जुन हामी चाहिँ उसमा एयरपोर्टमा गऱ्यौँ नि त्यो बेला पनि यस्तै अनर्गल कुराहरू आएको थियो हेर्नुहोस् अचम्मै चाहिँ भ्रामक कुराहरू होइन त्यो आन्दोलनकारीहरूले त्यहाँ जान्न मुठभेड हुन्छ के हुन्छ दोहोरो झडप हुन्छ के हुन्छ भनेर भनेको थिए त्यो भएन एकदम शान्तिपूर्ण हेर्नुहोस् तपाईँहरू त अलि युवै हुनुहुन्छ होइन पहिलाको आन्दोलनले कस्तो र्यालिङ भात दुनियाँ तोडफोड गर्ने इँटा हान्ने दुनियाँ दिवाना होइन दुनियाँ मारामार हुन्थ्यो त्यस्तो एकदम चाहिँ अभद्र किसिमको हुन्थ्यो अहिले एकदम शालीन खालको त्यत्रा मान्छेको चाहिँ नि होइन त्यो जनसागरको त्यस्तो खालको चाहिँ भद्र किसिमको चाहिँ ऊ भयो र्याली भयो होइन राजाको सम्मान भयो हामी यो उतातिर के हुन्छ उहाँहरू जान्नुहोस् होइन यतातिर तिनकुनेको चाहिँ त्यस्तो अभद्र हुन हामी दिँदैनौँ तर के भने उहाँहरूले घुसपेट गराएर त्यहाँ कुनै त्यस्तो खालको चाहिँ उ गर्नुभयो भनेदेखि त अब त्यो चाहिँ काम बरु चाहिँ घुसपेट गराएर नचाहिए उत्तेजना फैलाउनु उत्तेजित पार्ने काम चाहिँ नगरिदिनुहोस् होइन त्यो तपाईँहरू अब शान्तिपूर्ण आन्दोलन गर्छु भन्नुहुन्छ अनि फेरि राज संस्था पनि लिएर आउँछु भन्नुहुन्छ शान्तिपूर्ण आन्दोलनले यस्तो व्यवस्था परिवर्तन गर्ने जस्तो कुरा सजिलो छैन दबाब दिनको लागि त यहाँ केही न केही हुनैपर्छ शान्तिपूर्ण आन्दोलनले मात्रै यिनीहरूले मान्ने अवस्था छैन कसरी ल्याउनुहुन्छ तपाईँले राज संस्था होइन मान्नुपर्छ उहाँहरूलाई मनाउँछौँ हामीले के तपाईँको कुरा गर्नुहुन्छ आम नेपाली जनताले भने नमाने कसले भने मान्नुहुन्छ उहाँहरू भने भोलि गएर चाहिँ नि उहाँहरू चाहिँ कसलाई नेता बनाएर बस्ने तपाईँको सबैले भनिरहेको छ नि त तिमीले गरेको काम मिलेन यही थोक भनेर अर्थोक गऱ्यौ भनेर भनिरहनु भएको छ उहाँहरूलाई उहाँहरू के आधार छ उहाँहरूको चाहिँ अनि त्यसपछि गएर चाहिँ उहाँहरूको चाहिँ जित हुन्छ हाम्रो चाहिँ हार हुन्छ भन्ने आधार चाहिँ तपाईँलाई चाहिँ के लाग्यो ल मलाई भन्नुहोस् त अनि त्यसपछि म जवाफ दिन्छु होइन यो म त के भन्छु भने उहाँहरूले हार्नुहुन्छ त्यस्तो भन्नुभयो भने उहाँहरू हार्नुहुन्छ हामी जित्छौँ होइन अहिले सरकार त शक्तिशाली छ नि सेनादेखि प्रहरीदेखि कर्मचारीसम्म सबै उनीहरूको साथमा छन् नेपाली राजाको साथमा त थोरै केही 2-4 लाख जनता त हो सुन्नु न उहाँहरूलाई शक्ति प्रत्यायोजन गरे कसले सेना पुलिसले प्रत्यायोजन गरे कि नेपाली जनताले भन्नुहोस् उहाँहरूले त्यो सरकारमा जाने शक्ति कहाँबाट पाएर नेपाली जनताबाट पायो नि हो उहाँहरूले हिजो के गर्छौँ भनेर चाहिँ नि प्रतिनिधि सभामा कोसँग गठबन्धनमा आएर के भनेर आउनु भएको थियो आज के गर्नुभयो सत्ता आएपछि त्यसरी जनादेशलाई मन लाग्दी चाहिँ नि उहाँहरूको इच्छाअनुसार चाहिँ नि जनादेश परिचालन गर्नु भएर आयो उहाँहरू त्यही भनेर जनताले त्यो अहिले होइन भनेका छन् गाउँ गाउँमा गएर बुझ्नुहोस् त ल राजा जहाँ गयो त्यही त्यत्रो विधि भिड छ होइन उहाँहरू चाहिँ गएको ठाउँमा चाहिँ सुरक्षाकर्मी लिएर हिँड्नु परेको छ अनि सुरक्षाकर्मीको आडमा बस्ने मान्छेहरू दुनियाँमा कति दिन चाहिँ नि हुन्छ सुरक्षाकर्मीको आडले उहाँहरूलाई त्यहाँमाथि के सुरक्षाकर्मी चाहिँ नि त्यस्ता केही पनि चाहिँ नि नगरी अन्धा हुन् र उनीहरूले पनि त विचार गर्ला नि उनीहरू सेनाले पनि अस्ति एउटा विज्ञप्ति आयो सेनाको हामी यही संविधानमा कटिबद्धता छौँ यही सरकारले भनेको मान्छौँ त्यस्तो खालको दिनुभयो विज्ञप्ति अब नेपाली जनताको साथमा होइन त सरकारको साथमा रहेछ नि त सेना पनि होइन त्यस्तो हुँदैन सेना सरकारको साथमा भन्दा पनि सेना राष्ट्रको साथमा हुन्छ बुझ्नुभयो नि सेना राष्ट्रको साथमा हुन्छ सेना जनताको साथमा हुन्छ बुझ्नुभयो नि त्यसले गर्दाखेरि राष्ट्र सिद्ध्याएर जनता सिद्ध्याएर होइन न सेनालाई फाइदा छ न राजनैतिक पार्टीलाई फाइदा छ न राजालाई फाइदा छ न हामीलाई फाइदा छ त्यो कामतिर जानै हुँदैन के वार र पार्थ कि त छैनस् कि म छैनस् भन्ने कुरा हुँदै आयो नेपालको त्यो संस्कारै होइन गोकर्ण सर सुन्नुहोस् है म भन्छु तपाईँलाई नेपाली संस्कार भनेको के हो भने
झगडा पहिला सुरुमा भए पनि मिलेर समाधान निकाल्ने संस्कार हो। त्यो संस्कार उहाँहरूलाई अहिले केले भुलाएको छ तपाईँलाई थाहा छ? किन उहाँहरू यसरी आत्तिया भने त्यो उहाँहरूले नराम्रो काम गर्नुभयो, भ्रष्टाचार गर्नुभयो, धेरै काण्ड, कतिवटा काण्ड घटाउनु भएको छ। त्यो काण्ड यहाँ भोलि गएर सत्ता परिवर्तन भएर अनि हामीभन्दा फरक मान्छेका चाहिँ नि मान्छे सत्ता आयो भने त जम्मै त्यो गाँड गराएको भुँडी फोराफोर जम्मै हाम्रो त ले गरेको बदमासी उचित हुन्छ भएर उहाँहरू आत्तिया हो होइन। त्यसले गर्दाखेरि अब यो अरूलाई पनि लो सिट्याउने भए भनेर जनताले भन्नुभएको छ, कार्यकर्ताले भन्नुभएको छ। कार्यकर्ताहरू जनताहरू तपाईँका शुभेच्छा गर्नु नआत्तिनुहोस्, तपाईँ हामीलाई कसैलाई केही हुँदैन, भ्रष्टाचारी नेतालाई मात्रै हुने हो। त्यो कारणले गर्दाखेरि चाहिँ नि उहाँहरूको चाहिँ नि लैको पछि नलाग्नुहोस् होइन। म निवेदन गर्छु मिलेर अघि बढ्नु भन्ने कुरा गर्नुहुन्छ, शान्तिपूर्णै गर्ने भन्ने कुरा गर्नुहुन्छ। शान्तिपूर्णै गर्नको लागि त तपाईँहरू रापरपा पार्टी खोलिराख्नु भएको छ, राजावादीको एजेन्डा बोकेको। तपाईँहरू जनतामा त्यति नै लोकप्रिय हुनुहुन्छ भने जानुहोस्, अब 5 वर्षपछि चुनाव लड्नुहोस्, अनि त्यसपछि तपाईँहरूले 2/3 मत पुर्याउनुहोस्, सरकार बनाउनुहोस्, संविधान संशोधन गर्नुहोस्, राजै बनाउनुहोस्। त्यो छ नि त तपाईँहरूको संवैधानिक बाटो। तपाईँहरू किन फेरि यो अराजक भएर चाहिँ यो असंवैधानिक बाटो अपनाउँदै हुनुहुन्छ? होइन असंवैधानिक बाटै होइन नि, हामीले सहमतिको बाटो भनिरहेछौँ। असंवैधानिक बाटोबाट त यो संविधान आयो। तपाईँ त्यहाँनिर जानु न, यो संविधान कुन पृष्ठभूमिबाट कसरी बन्यो, त्यो असंवैधानिक तरिकाले त यो संविधान बनिएको छ। तपाईँहरूले भन्नुभएको छ जनआन्दोलनले टोटल्ली गरेर। तपाईँ दुनियाँको इतिहास तपाईँहरू जस्तो पढ्दै हुँदो रहेछ, ब्याचलर थर्ड इयर है, मलाई खुसी लाग्यो। इतिहास पढ्नुहोस्। दुनियाँमा सत्ता परिवर्तन हुँदा कि त आन्दोलनकारीहरूको चाहिँ नि पूर्ण विजय भएर नि पुरानो शक्ति पुरै विस्थापित भएर होइन, कि नयाँ शक्ति सत्तामा आउँछ कि सम्झौतामा जान्छ। यो अहिलेको हाम्रो चाहिँ जुन 63 को अन्तरिम संविधान र अन्तरिम संविधान सम्झौताको दस्तावेज हो, हेर्नुहोस्, बुझ्नुभयो नि। त्यो कसको त भन्दा 3टा पक्षको सम्झौताको दस्तावेज हो। अझ लो त हुनु भने इन्डिया सहित गर्दा होइन, विदेशी सहित त अझ 4 पक्ष भनौँ। एउटा राजा पक्ष, माओवादी पक्ष, त्यति बेलाका 7 दल पक्ष र विदेशी पक्ष। यो 4 पक्षको चाहिँ नि हुन्थेन, त्यो 4 पक्ष चाहिँ हुनुहुन्थेन। उहाँहरूलाई नेपाली भन्दा विदेशी प्यार लाग्ने, त्यो भएले गर्दा त्यो विदेशीलाई साथमा नराखिकन उहाँहरूलाई चाहिँ नि होइन आँटै नआउने, त्यो भएर त्यो हो। त्यसो हुनाले त्यो बेलामा के हो त भन्नु होला भनेदेखि संसद बिउताइदिए हाम्रो चाहिँ नि संसद भन्नुभयो उहाँहरूले। ल संसद बिउताउने हो भने केही शर्तहरू मेरा पनि छन्। ल यो शर्तमा चाहिँ नि तपाईँहरूको संसद बिउताउँछु भनेर उहाँहरूले त्यो राजालाई उ गर्नुभयो। ल हुन्छ तेरो शर्त पुरा गर्छौँ भनेर भनेपछि उहाँले संसद बिउताइदिनु भयो। अनि त्यही बिउतिएको संसदले राजाले टिको लाएर दिएको संसदमा मान्छे 83 जना माओवादी थपेर अनि बैठक राखेर अनि माकुराले बच्चालाई चाहिँ नि जन्म दिएर हुर्काएपछि माउ खा जस्तै गरी, बुझ्नुभयो नि, राजाले पुनर्स्थापित गरेको संसदको जगमा टेकेर अनि राजै फाल्नुभयो उहाँहरूले। त्यस्तो नचाहिएको काम गर्नुहुन्छ। अब अहिले चाहिँ कुरा त्यो चाहिँ असंवैधानिक, हाम्रो आन्दोलन असंवैधानिक होइन। अब यतिखेर कुरा के पनि उठ्न थाल्दा राजावादी राजा चाहिन्छ भनेर कुरा उठ्दै गर्दाखेरिमा यदि साँच्चै नै नेपाली जनतालाई राजा नै चाहिने हो भने राजा भन्ने एउटा पद बनाऊँ, नेपाली जनताबाट राजा चुन्ने विकल्प बनाऊँ, त्यो राजै त्यही परिवारको राजा चाहिन्छ भन्ने के छ र भन्ने जस्तो कुरा आउन थालेको छ। ठिकै छ, त्यस्तो हो भने ल ल्याउनु नि त त्यस्तो सर्वस्वीकार्य मान्छे जसको यो मुलुक निर्माण नेपाली जनताले छान्न पाउने रे राजा। सुन्नु पाउने छान्दाखेरि कसलाई छान्द त अहिले देख्नु भएको नि के विधि भ्रममा हुनुहुन्छ उहाँहरू। त्यता जहाँ जाऊ राजा आऊ देश बचाऊ भनिरहेको छ। अर्को उहाँहरूले अहिले नयाँ ल्याएको नयाँ राजालाई भनेर हिँड्दैन चाहिँ हेरौँ नि त। ल त्यो प्रतीक्षा गरौँ, प्रयोग गरौँ। ल एउटा नयाँ राजा ल्याउनुहोस्, यो चाहिँ राजालाई चाहिँ नि छान्छौँ कि यो पृथ्वीनारायण शाहको वंशजलाई छान्छन् भएर चाहिँ नि उ गरौँ न। कसो पछाडि मान्छे धेरै लाग्दो चाहिँ थाहा भइहाल्छ त, त्यो नि तयार हुन्छौँ हामीलाई। मान्नुहुन्छ उहाँहरू? मान्दैन, नेपाली जनता मान्दैन। उहाँहरूले भनेर नचाहिएको कुरा उहाँहरू त जहिले सुकै नचाहिएको कुरै त्यो अडबङ्गिया कुरो गरेर मात्रै चाहिँ नि उहाँले चाहिँ उ गरिरहनु भएको छ। यस्तो कुरा गर्नु हुँदैन, नचाहिएको कुरा हो। भरतमणिजी अब बहसको अन्तिममा छौँ, अन्तिममा के भन्न चाहनुहुन्छ? होइन, अब सबैभन्दा पहिलो कुरो त अब यो हाम्रो बुद्धको देश होइन, यो जनक राजाको देश, यो एकदमै चाहिँ शान्ति प्रेमी मान्छेहरूको देश। अब
थोरै चाहिँ नि हताहती हुँदैमा चाहिँ नि सत्ता छोड्ने राजाहरू शाहवंशीय राजाहरूले चाहिँ नि सञ्चालन गरेर चाहिँ नि होइन उनीहरूलाई मियो बानेर रहेको देश होइन। यस्तो देशमा हामी एकदमै उत्तेजनात्मक आवेगजनक कुरा नगरौँ, मिलेर जाउँ। राजाले नि स्पेस खोज्नु भएको छ, उहाँलाई पनि ठाउँ दिउँ होइन। र मुठभेडको बाटो जाँदै नजाउँ, यो विदेशीका कुरा कसैले पनि नसुनौँ होइन। हामी भाइ फुटे गँबार लुटे, भाइ जुटे पहरा फुटे भन्छन्, त्यो बाटो जाउँ भन्न चाहन्छु सबैसँग। यो स्ट्यान्डर्ड चाहिँ नि ऊबाट खबरबाट म चाहिँ नि निवेदन गर्न चाहन्छु। शान्तिपूर्ण तरिकाले हामी सम्झौतामा बसौँ यो यसका साथै। अनि म देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरू, सचेत महानुभावहरू सबैसँग निवेदन गर्छु, दुधको दुध पानीको पानीको आधारमा तपाईँले छानबिन तपाईँ पनि गर्नुहोस्, पत्रकार जगतले पनि त्यो गरिदियोस्, त्यो निवेदन गर्न चाहन्छु। र अन्तिममा आँखा नदेख्ने एकजना मान्छेलाई बानेश्वर चोकदेखि डोर्याएर लिएर आएर यहाँ चाहिँ नि इन्टरभ्यूमा सहभागी गराइदिनु भएकोमा भाइ चाहिँ नि हाम्रो गोकर्ण श्रेष्ठ र चाहिँ नि पत्रकार साथी गोकर्ण श्रेष्ठ र अनि सम्पूर्ण यो हाम्रो चाहिँ नि यो 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 अनलाइन परिवार प्रति हार्दिक हार्दिक कृतज्ञता ज्ञापन गर्दै होइन। अब राजा सबका साझा हुन्छन्, त्यसले गर्दा सबैको साझा चिजलाई, साझा मियोलाई नेपालमा गाडेर हातेमाली गरेर अगाडि बढौँ भन्छु। र त्यति। हस्त भरत मणिजी, समय र समाजको लागि धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। नमस्कार।